हामीले सत्यसाई सेवा केन्द्र तामाकोशी के थाहा पायौँ भने लकडाउन भएको तेस्रो दिन 11 गते लकडाउन भयो। 13 गते हामीले थाहा पायौँ कि यो बस पार्क एरियामा थुप्रै यो होमलेस मान्छेहरू विशेष गरिकन उनीहरू चाहिँ बस्नु पनि छैन, खान पनि छैन, त्यस्तो कुराहरू थाहा पाएर हामी पहिला इन्सपेक्सनमा आयौँ। हेर्न आउँदाखेरि हामीले सुरुमा चाहिँ 18-20 जना केटाहरू फेला पारेको थियौँ। भर्खर टिनेजर केटाहरू, कोही चाहिँ रेस्टुरेन्टमा काम गर्ने, रेस्टुरेन्ट बन्द भयो निक्लियो, कोही बसमा खलासी, कोही के यस्तै यस्तै थियो। अनि 20 जनालाई गर्नु पर्यो भनेर हामीले बिगिनिङ 2 डेज चाहिँ हामीले के गर्यौँ भने दालमोट, चिउरा, पानी यति मात्रै दियौँ। अनि तेस्रो दिनबाट चाहिँ भएन, यसले अब हामीले कुक फुडै खुवाउँ भनेर सेन्टरमा सबैजना हामी अर्गनाइज भएर हाम्रो चाहिँ सत्यसाई सेन्टरमा अनि हामीले कुक फुड खुवाउन थाल्यौँ। त्यसपछि मान्छे बढ्दै गयो, 20 जनाबाट 35, 40। अहिले चाहिँ डेली एभरेज 100 देखि 130 जना जस्तो मान्छेहरू यहाँ चाहिँ भइरहेको छ। र मेरो एक्सपिरियन्स छ उनीहरू कस्तो टाइपको मान्छेहरू हो भने मेरो चाहिँ लेबर क्लासको मान्छेहरू यो बस पार्क चलेको बेलामा उनीहरूको डेरा पनि नभएको बस पार्कभित्रै इन्गेज भएर कतै न कतै सुत्ने, कोही गाडीमा सुत्ने, कोही होटलमा काम गरे होटलमै सुत्ने, कोही होटलको चाहिँ त्यो गेस्टहरू लिएर जाने ब्रोकरहरू, तिनीहरू चाहिएको। अब उनीहरूलाई देख्यो भने अहिले यो लकडाउनको बेलामा सबै बन्द भएपछि उनीहरूको बस्ने ठाउँ पनि छैन, खानेकुरा त हुने कुरै आएन। र हामीले गरिरहेको कुरामा उयो भेरी सेटिस्फाइड, हामीले एकदम निजी ठाउँमै यो कामहरू हामीले गरिरहेछौँ भन्ने हामीलाई चाहिँ फिल भइरहेको छ। र हामीले बाहिरको धेरैलाई चाहिँ यसमा काममा इन्भल्भ गराएको छैनौँ। हाम्रै सेन्टरको मेम्बर्सहरू उहाँहरूलाई पनि कसैलाई पनि हामीले फोर्स गरेको छैनौँ। जसले चाहिँ एकदम विलफुल्ली आफ्नै उत्साहको साथ आउनु भएको छ। गर्दा गर्दै पनि हामी रेगुलर 10-12 जना सेन्टरमा खाना पकाउनमा हेल्प गर्नेदेखि लिएर यहाँ सर्भ गर्न आउने हामीहरू 10-12 जना चाहिँ रेगुलर यहाँ इन्भल्भ भइरहनु भएको छ सेन्टरको साइरामहरू। र आजबाट चाहिँ हामीले अब अलिकति प्रिकसन लिनु पर्यो भनेर डाइरेक्ट सर्भ गर्नेहरूले यो पिपी किनेर यो युज गरेर अलिकति आफ्नो प्रिकसन्सहरू लिएर गर्ने गरेका छौँ। र हामीहरू यो लकडाउन भइन्जेलसम्म भगवानको कृपा हामीलाई भइरह्यो र गभर्मेन्टले एकदमै स्ट्रिक्ट गरेर रोकेन भने लकडाउन पिरियडभरि हामीले यो एरियामा खाना खुवाउने हामीले चाहिँ एउटा सङ्कल्प गरेका छौँ। र यो बिचमा हामीलाई धेरै दाताहरू हामीले गरेको कुरा थाहा पाएर धेरै दाताहरूले हामीलाई कसैले नगदमा, कसैले खाद्यान्नमा यस्तो सहयोग गरिरहनु भएको छ। अहिले हामीलाई यति खाना खुवाउनको लागि हामीहरूलाई त्यति अहिलेसम्म हामीलाई फाइनेन्सियली पनि प्रब्लम परेको छैन र भोलिको दिनमा पनि हामीलाई पर्दैन होला, किनभने मन भएका मान्छेहरू जो फिल्डमा आउन सक्नुहुन्न उहाँले हामीलाई सहयोग गरिरहनु भएको छ। त्यो गरिरहनुहुन्छ भन्ने हामी होपफुल पनि छौँ। र विल डु टिल द यो लकडाउन पिरियड।